साथीहरू आज हामी तङ्गुलो बनाऊँ। त्यसको लागि फलफुल चाहिन्छ, आधा कप पानी चाहिन्छ अनि 1 कप चिनी चाहिन्छ अनि त्यसलाई उमाल्न पर्छ। अनि त्यसपछि एउटा भाँडामा चिसो पानी र आइसबाट स्विमिङ पुल बनाउन पर्छ। स्विमिङ पुल चाहिँ तयार भयो, तर एकछिन चिनी र पानी चाहिँ अझै उब्लिन पर्छ। त्यही भएर रमाइलो गरौँ। साथीहरू चिनी र पानी पनि तयार भएछ। त्यही भएर फलफुललाई चिनी पानीमा डुबाउन पर्छ अनि त्यसपछि हाम्रो स्विमिङ पुलमा राख्नु पर्छ। अनि त्यसपछि 5-10 सेकेन्ड पछि तयार हुन्छ अनि त्यसपछि चियर्स गरेर खानु पर्छ। चियर्स। दिदालाई चाहिँ एकदमै मन पर्यो। मलाई मन पर्यो, तर मलाई चाहिँ ठिकै लाग्यो। र हेर्नुस् त दिदालाई कति मन परेको रहेछ। अब हाम्रो मम्माले खानाको हेर्नुस् है त, ठिकै लागेको मान्छे। साथीहरू तपाईहरुले पनि ठ्याक्कै यसरी नै तङ्गुलो बनाएर आफ्नो परिवारसँग खानु होला अनि रमाइलो गर्नु।